आज म नराटी भन्दा के 500 बाट ट्रेडिङ गर्न सम्भव छ। अब हामीले ट्रेडिङ भन्ने शब्द धेरै सुनेका छौं र कसैले सुन्नु भएको छैन भने फर्स्ट टाइम सुन्दै हुनुहुन्छ भने टेन्सन नलिनुस्। 500 रुपैयाँबाट पनि हामीले ट्रेडिङ गर्न सक्छु भन्ने सकिन्छ कि सकिन्न भन्ने सोच राख्नु भएको छ भने के सम्भव छ? हो, 500 बाट हैन कि 100 रुपैयाँबाट पनि ट्रेडिङ गर्न सकिन्छ। तर यसको लागि के हुन्छ भनेपछि तपाईले 100 रुपैयाँबाट ट्रेडिङ गर्नुहुन्छ भने तपाईले नुकसान चाहिँ गर्नै हुन्छ। तपाईले 500 बाट ट्रेडिङ गर्नुहुन्छ भने तपाईले नुकसान गर्नै हुन्छ। तपाईले 5000 बाट ट्रेडिङ गर्नुहुन्छ भने तपाईले नुकसान गर्नुहुन्छ। मतलब यो सब भनेको एक फिस हो। यो सिक्नु पर्छ। सिक्ने क्रममा मार्केटले तपाईबाट केही न केही रकम लिने गर्दछ। जसै तपाईको केही साल 1.5 साल तपाईले 500 1000 बाट गर्नुहुन्छ, 1.5 साल पछि तपाईले 500 बाट पनि 5000 बनाउन सक्नुहुन्छ। यो चाहिँ इन्ट्राडे ट्रेडिङको पावर हो के। यो चाहिँ ट्रेडिङको पावर हो। बुझ्नुभयो?